फ्रेन्ड्स हेर्नुस् यहाँ आराध्या आफ्नो साथीसँग के खेल्दैछौ आराध्या? केन्जी यता हेर भाँडाकुटी के पकाउँदैछौ त तिमीहरू? ए यता तिम्रो किचन हो यो? अनि यता तिम्रो किचन हो? ए ऊ आराध्याले त चोर्दै खाँदै गरिरहेछ। साथीहरू यता आराध्याले चाहिँ खाना बनाएर नि लिनु मम्मी मिठो पकाएको छु भनेर मलाई दिइरहेको थिएन। अनि भोलि त मेरो स्कुलमा तिहारको प्रोग्राम छ, मैले भट्टाउन पनि सिकेछु भनेर मलाई भट्टाएर देखाउँदै थिइन्। साथीहरू यता दसैँ सकिन पाएको थिएन, आराध्यालाई फेरि तिहार लागिसक्यो। अनि भोलि त तिहारमा प्रोग्राम छ, अब त हामी भैली पनि खेल्ने हो। मम्मी दसैँमा टिका नलाने तिहारमा भैली खेल्न त भइहाल्छ नि भनिरहेकी थिइन्। ल है साथीहरू यता आराध्यालाई त तिहार लागिसक्यो। हजुरहरूकोतिर तिहारको चहलपहल कतिको सुरु भइसकेको छ कमेन्ट गर्नु होला। ओके बाई।